यदि तपाईँको हातमा त्यो शक्ति सामर्थ्य भयो, तपाईँले त्यो कुरालाई अभ्यास गर्नुभयो भने जहाँ तपाईँलाई अप्ठ्यारो पऱ्यो त्यहाँ येशू मसीहको नाउँमा हुकुम गर्छु, यो परमेश्वरको पवित्र मन्दिर हो पिता, यो मन्दिरमा कुन शैतानिक आत्माले बास गर्न खोज्दैछ? टाउको दुख्दैछ, घुँडा दुख्दैछ, मुटु दुख्दैछ, होइन, कलेजो खराब बन्दैछ, अझ लिभर खराब बन्दैछ, किडनी खराब बन्दैछ, जोसुकै होस्, यो त परमेश्वरको पवित्र मन्दिर हो पिता। यो मन्दिरमा कुनै पनि शैतानिक आत्माहरू बास गर्नु हुँदैन। येशू मसीहको नाउँमा हुकुम गर्छु, हटिहाल, हटिहाल, तेरो बस्ने अधिकारै छैन यो शरीरमा, तेरो बस्ने अधिकारै छैन, हटिहाल। त्यो प्र्याक्टिकल, त्यो अभ्यास पनि गर्नुहोस्। सधैँ हामी परनिर्भर हुनु हुँदैन। हामी सधैँभरि अर्काकै मात्रै भर पर्नको कारणले हामी परमेश्वरको सन्तान हुनबाट हामी तर्किएका हौँ। त्यसैले सर्वशक्तिमान परमपिता, जोसुकै समस्या होस्, जहाँ समस्या छ तपाईँलाई, जुन ठाउँमा समस्या छ त्यो ठाउँमा हात, यो येशू मसीहको हात भन्नुहोस्, राख्नुहोस्, भगाइहाल्नुहोस्।